वर्षौंदेखि पुराना दलले युवा भनेको केवल झण्डा बोक्ने भिड मात्र ठाने। तर अब रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ घोषणापत्रमा जेनजीको आवाज कुनै कुनामा होइन, फ्रन्ट पेजमा आउँदैछ। वर्षौंदेखि हामीलाई भविष्यका कर्णधार भनियो, तर वर्तमानमा चाहिँ सधैँ खाडीको बाटो देखाइयो। तर होशियार, अब सिन चेन्ज हुँदैछ। समाचार आएको छ, अबको घोषणापत्र कुनै 70 वर्षको वृद्धले कोठामा बसेर लेख्ने छैन, त्यो लेखिनेछ जेनजीको हातबाट। मुख्य मुद्दा रेल होइन, पानी जहाज होइन, मुख्य मुद्दा हो सुशासन। सबैभन्दा पहिले बुझौं यो जेनजी एजेन्डा भनेको आखिर के हो। पुराना दलका घोषणापत्र पल्टाउनुस्, त्यहाँ अझै पनि धारा, पानी र बाटोका कुरा छन्, जुन कुरा 30 वर्ष अगाडि नै पुरा हुनु पर्थ्यो। तर रवि लामिछानेले बुझेका छन्, आजको 20 वर्षको युवालाई भाषण होइन, फास्ट इन्टरनेट चाहिन्छ। उसलाई सरकारी जागिरको ग्यारेन्टी होइन, इनोभेसन र स्टार्टअप खोल्ने वातावरण चाहिन्छ। जेनजीको एजेन्डा भनेको पहिलो, डिजिटल नोम्याड भिसा, नेपालमै बसेर डलर कमाउने वातावरण। 2, शिक्षामा एआई र स्किल, घोकन्ते विद्या होइन, बजारमा बिक्ने सिप। 3, मेन्टल हेल्थ, डिप्रेसन र एन्जाइटीलाई रोग मानेर उपचार गर्ने सिस्टम। यो घोषणापत्रमा समेटिनु भनेको सामान्य कुरा होइन। यसको अर्थ हो राज्यले पहिलो पटक स्वीकार गर्दैछ कि अबको ड्राइभर 80 कटेका नेता होइन, 20 कटेका युवा हुन्। तर साथीहरू, जतिसुकै राम्रो योजना बनाए पनि नेपालमा एउटा ठूलो पर्खाल छ, त्यो हो भ्रष्टाचार र कुशासन। तपाईले स्टार्टअप त खोल्नु होला, तर दर्ता गर्न 10 ठाउँमा घुस खुवाउनु पर्यो भने के हुन्छ? त्यसैले रवि लामिछानेको बटम लाइन हो सुशासन। सुशासन भनेको भाषण होइन, यसको अर्थ हो तपाईको लाइसेन्स घरमै आउनु पर्यो। सरकारी अफिसमा मेरो मान्छे होइन, सिस्टम चल्नु पर्यो। र सबैभन्दा ठूलो कुरा, नेता र मन्त्रीले गल्ती गर्दा सिधै हतकरी लाग्ने कानुन हुनु पर्यो। जेनजीलाई थाहा छ, देश गरिब छैन, देश लुटिएको हो, र यो लुट्ने पाल टाल्ने एउटै सिमेन्ट हो, सुशासन। तर एकछिन पख्नुस्, भावनामा बगेर हुँदैन। के यो सम्भव छ? नेपालको ब्युरोक्रेसी अर्थात् कर्मचारी तन्त्र यस्तो जालो हो जहाँ राम्रा मान्छे फस्छन्। रवि लामिछाने एक्लैले चाहेर मात्र यो परिवर्तन आउला? पुराना दलहरू जसको जरा गाउँ-गाउँसम्म फैलिएको छ, जसको सिन्डिकेट हरेक ठेक्का पट्टामा छ, के तिनीहरूले रविलाई यो सुशासनको तरबार चलाउन देलान्? इतिहास साक्षी छ, जसले परिवर्तनको कुरा गर्यो उसलाई नै घेराबन्दी गरियो। जेनजी एजेन्डा घोषणापत्रमा लेखिनु एउटा कुरा हो, तर त्यसलाई कानुन बनाएर लागू गर्नु फलामको चिउरा चपाउनु सरह हो। प्रश्न रविमाथि मात्र होइन, प्रश्न हामीमाथि पनि छ। के हामी लड्न तयार छौं? अन्त्यमा कुरा सिधा छ, यो लडाईँ रवि लामिछानेको मात्र होइन, यो लडाईँ पासपोर्ट बनाएर भाग्ने कि भोट हालेर देश बदल्ने भन्ने बीचको हो। जेनजीको एजेन्डा समेट्नु भनेको तपाईको आवाज समेट्नु हो। यदि आज सुशासनको पक्षमा हामी उभिएनौँ भने भोलि फेरि उही पुराना अनुहार र उही पुरानो दुःख भोग्न तयार हुनुपर्छ। यो भिडियो हेर्ने हरेक युवालाई मेरो प्रश्न छ, के तपाईलाई लाग्छ रवि लामिछानेले जेनजीको सपना पूरा गर्न सक्लान्, वा यो पनि एउटा पपुलिस्ट स्टन्ट मात्र हो? आफ्नो विचार खुलेर कमेन्ट बक्समा राख्नुस्, किनकि यो देश चुप लाग्नेको होइन, बोल्नेको हो। भिडियो शेयर गर्नुस् र खबरदारी गरिरहनुस्। जय नेपाल।